नमस्कार सबैमा नमस्कार। आज विक्रम सम्वत 2081 सालको अन्तिम दिन चैत्र 31 गते आइतबार हेटौँडा उपमहानगरपालिका वडा नम्बर 9 पशुपतिनगर मिलन पथ। यो मेरो वासस्थान गुणबाट बिहानको सूर्योदय हुन लागिरहेको छ। सूर्योदयको दृश्य म आफ्नो घरको छतबाट यहाँहरू सबलाई देखाउँदैछु र अब विक्रम सम्वत 2082 साल नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना यहाँहरू सबमा अर्पण गर्दैछु। 2082 सालमा यहाँहरूको जीवन आनन्दले भरिएको होस्। यहाँहरूको जीवनमा सुख शान्ति समृद्धि आनन्द मिलोस्। आँटेका कामहरू सबै पुरा हुन्। आँटेका शुभ कार्यहरू सम्पन्न हुन्। सबैसँग मित्रता होस्, मनमा आनन्द होस्, प्रगति उन्नति होस्। देशमा शान्ति छाओस्, अशान्ति नहोस्। देशले नयाँ उन्नतिको मार्ग समातोस्। सबैमा चाहिने खुसियाली छाओस्। यहाँहरू सबलाई मेरो शुभकामना छ। देश विदेश संसारको जुनसुकै ठाउँमा बस्नुभएको भए पनि आफ्नो देशलाई माया नमार्नु होला। आफ्नो देशमा फर्किनु होला। हाम्रो देश अहिले रोजगारी नपाएर सारा नेपालीहरू विदेशिनु परेको अवस्था छ। स्वदेशमै चाहिने केही गरेर खाउँ। स्वदेशको बाँझो धरती खोलेर यसलाई हराभरा बनाऊँ। यहाँ उद्योग धन्दा गरौँ, यहीँ व्यापार बिजनेस गरौँ। यही देशलाई फलाउँ। आफ्नो मातृभूमिको मुहार उज्यालो पारौँ। सबले चाहिने आफ्नो देशलाई माया नमार्नु होला। 82 सालमा मातृभूमिको माया नै सबैलाई लागोस् भन्ने कामना गर्दछु र सबैलाई उन्नतिको मार्ग प्रशस्त होस्। 2082 सालको सबमा हार्दिक मङ्गलमय शुभकामना। हार्दिक मङ्गलमय शुभकामना। अब पूर्वचितुवाले चियाइसकेको छ। यहाँहरू मेरो यो कलाकृति हेटौँडा उपमहानगरपालिका वडा नम्बर 9 पशुपतिनगरमा मेरो घरको छतबाट खिचिएको यो दृश्य यहाँहरूलाई कस्तो लाग्छ स्वीकार्नु होला। आखिर हेर्नुहोस्, जीवनमा मैले 25 ठाउँमा सुरुदेखि अहिले अन्तिमसम्म 25 ठाउँमा डेरामा बस्दा बल्ल एउटा यो सानो गुण बास बनेको छ। डेरामा बसुन्जेल धेरै किसिमका दुःख, धेरै किसिमका कष्ट भोग्नु पर्यो र धेरै कतिपय घरबेटीहरूबाट अपमान, हेला, गाली रहनु पर्यो, खप्नु पर्यो। ती सबै घरबेटीहरूलाई पनि म आज सम्झेर धेरै धेरै धन्यवाद
भन्न चाहन्छु। जसले चाहिँ मलाई अपमान गर्नुभयो, हेला गर्नुभयो, यो चाहिँ घरबार नभएको अनि केही नभएको हो भनेर साह्रै नमिठो किसिमको पीडाहरू पनि दिनुभयो बेला बखतमा। उहाँहरू सबलाई धेरै धेरै धन्यवाद। उहाँहरूको चाहिँ नि त्यो पीडाले गर्दा एउटा आफ्नै गुण, आफ्नै एउटा छाप्रो झुप्रो भए पनि बनाउन सके हुन्थ्यो भन्ने कामनाले, मेहनत र परिश्रमको पसिनाले यो घर आज सिर्जिएको छ। उहाँहरूलाई अहिले यतिखेर म सम्झिरहेको छु धेरै नै। उहाँहरूलाई यो मेरो घरमा धेरै स्वागत गर्न चाहन्छु। उहाँहरू आउनुभयो भनेदेखि, उहाँहरूलाई आउनुभयो भनेदेखि भन्दा उहाँहरू आउनुहोस्। म उहाँहरूलाई एकदम भित्र हृदयदेखि माया गरेर उहाँहरूले जति बस्न चाहनुहुन्छ म उहाँहरूलाई मैले सकेको सुविधा र सेवा दिएर म भाडा नलिइकन मेरो घरबेटीहरूलाई चाहिँ म राख्न चाहन्छु। उहाँहरूलाई एउटा कोठा राम्रो दिएर उहाँहरूलाई चाहिँ भाडा लिने छैन। आउनुभयो भने भेटौँडा आउँदाखेरि आउनुहोला, बस्नुहोला। मबाट चाहिँ नि तपाईँहरूले जस्तो व्यवहार गरेको भए पनि म चाहिँ नि तपाईँहरूलाई नमिठो नराम्रो व्यवहार गर्ने छैन। तपाईँहरूलाई म एकदम हार्दिक स्वागत गर्छु र यहाँहरूलाई पनि नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना भन्न चाहन्छु। अब सूर्योदय भइरहेछ। यहाँबाट बिस्तारै बिस्तारै देखिएला। यो रहेछ अलिकति सजिलो रहेछ, सजिलो रहेछ। अहिले देखियो सूर्योदयको बिहान। ल यो चाहिँ 81 सालको अन्तिम बिहानीको सूर्योदय हो। अलिकति देखिँदैछ। घरको छतबाट हाम्रो छरछिमेकका घरहरू पनि देखिएछन्। उत्तरी भेग हो। यहाँबाट मनियाङको केही भाग पनि देखिन्छ। यतापट्टि सामुहरू, यो महाभारत पर्वत श्रृङ्खला हो। अग्लो उयो देखिएको पहाड चाहिँ छत्रेको लेक भन्छ यसलाई। यतापट्टि उत्तर भाग, यो पूर्वपट्टि, यो भयो पूर्व भयो। अब म तपाईँहरूलाई यता पश्चिम पनि देखाउँछु अहिले। यो चाहिँ नि पश्चिमपट्टि। यस ठाउँमा हामी 2037 सालदेखि भेटौँडाको यो पशुपति नगरमा हामी छौँ। त्यति बेला हामी यहाँ बसाइँसरी आउँदाखेरि सिन्धुपाल्चोक जिल्लाको भट्टीचौर गाउँपालिका वडा नम्बर 1 झाँक्री गाउँबाट 2037 सालमा हामी यस ठाउँमा बसाइँसरी आउँदाखेरि यहाँ खालि रुखका ठुटाहरू मात्रै थिए। घरहरू छाप्दै झोक्दै अलि साना घरहरू, काठका कत्तरका घरहरू थिए भने अब अहिले चाहिँ पुरा यो सहरीकरण भइसकेको छ। अब यो सबै जाने देशका विभिन्न जिल्लाबाट, विभिन्न ठाउँबाट
कसैसरी आएर यहाँ बस्ने मानिसहरू यहाँ घरहरू बनाएका छन् राम्रा राम्रा। यो भयो। अब यतापट्टि दक्षिण भागमा यो चाहिँ हाम्रो दक्षिणपट्टि यो दक्षिणपट्टि देखिने ठाउँ हो यो। अब यसै गरी यो पूर्वी भाग बल्ल पो राम्रो सूर्योदय। ल यतापट्टि सूर्योदयको दृश्य बल्ल देखियो राम्रोसँग। यहाँ त्यो अलिकति रुखले छेकिएको थियो कि ल हेर्नुहोस् त, यो घरको छतबाट देखिएको सूर्योदयको दृश्य ल रमाइलो छ, राम्रो छ। यो सूर्योदय ल सनराइज ल हेर्नुहोस्, यो घरको रङ र यो सूर्योदयको रङ लगभग उस्तै देखिएको रहेछ। अब भर्खरै यो घरको अझै सबै यो 98% मात्रै निर्माण भइसक्यो। अझै 1-2% सरसफाइ इत्यादि बाँकी नै छ। अब यो 98% भएको भने त सबै भएको भन्दा नि भयो, अलिकति बाँकी छ। ल हेर्नुहोस् त, राम्रै छ नि त्यो सूर्योदयको रङ क्या लालीमा। आहा त्यो लाला लाला रङको कुन वस्तु हो र। यो चाहिँ यहाँ छतमा सबले देखाउँदैछु। यो बढी दादाहरू ठुल्दादाको घर हो यतापट्टिको। यता हाम्रा छरछिमेकीहरू त्यो घर पनि छ है। मेरो रङको यो कार्तिकजीहरूको घर चाहिँ पहिला पनि सिन्धुपाल्चोकबाटै सँगै उनी मेलम्चीबाटै आउनुभएको। अहिले मेलम्ची नगरपालिका वडा नम्बर 1 झाँक्री गाउँमा, पहिला चाहिँ भुटीचौर गाउँपालिका भनिन्थ्यो भने अहिले मेलम्ची नगरपालिका वडा नम्बर 1 झाँक्री गाउँ भन्ने ठाउँमा म जन्मे हुर्केँ त्यहाँ हो। र त्यहाँबाट हामी 37 सालदेखि पटनामा छौँ। र आज यो अब नयाँ साल 2082 को सङ्घारमा आएर यहाँहरू सबलाई मैले सम्झना गरेँ। मेरो जन्मभूमिमा मेरा साथी भाइ इष्टमित्र दाजुभाइ बन्धुबान्धव सिन्धुपाल्चोकका मेरा जन्मस्थलकादेखि लिएर मेरा जीवनका सबै सहकर्मी सहधर्मी मित्रहरू सबलाई चाहिँ नि म यतिखेर सम्झिरहेको छु। सबलाई चाहिँ नि शुभ होस्, सबको मङ्गल होस्, सबको उन्नति प्रगति होस् भन्ने कामनासहित भगवान्लाई मैले चाहिँ नि अब सबको मनमा शान्ति मिलोस्, मनमा आनन्द मिलोस् भनेर मैले प्रार्थना गरेको छु। भगवान्को कृपा सबलाई प्राप्त भइरहोस्। यहाँहरूसँग बिदा हुन्छु। मेरो युट्युब च्यानलमा पनि यहाँहरूले सब्सक्राइब गरिदिनु होला। इन्द्रजित चौधरी अफिसियल युट्युब च्यानल भन्ने मेरो युट्युब च्यानल छ। यहाँहरूले सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला। र यहाँहरूलाई म नयाँ केही पस्कने छु र यहाँहरूको माया पाऊँ भन्दै फेरि पनि सबलाई आउँदै गरेको नयाँ सालको नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना भन्दै बिदा लिन्छु। नमस्कार।